फागुन 21 गतेको चुनाव आउन धेरै दिन बाँकी छैन। यो 21 गतेको चुनाव एउटा विशिष्ट अवस्थामा हुँदैछ। यो चुनाव तपाईँ हामी कसैले पनि यसरी खोजेको रोजेको चुनाव होइन। यो चुनाव भाद्र 23 र 24 गतेको घटनाले अप्रत्याशित रूपमा ल्याइदियो, तर यो चुनावको विकल्प छैन। त्यसैले हामी त्यसैले चुनावमा होमिएका छौँ। 2070 को चुनावमा पनि मत माग्न म बाँके आएको थिएँ। 70 मा चुनावमा मत मागिरहँदै गर्दा त्यो बेलामा देशको अगाडिको आवश्यकता के थियो? त्यो बेलामा हामीले एउटै कुरा भन्थ्यौँ, एउटा संविधान सभा असफल भयो, दोस्रो संविधान सभा असफल हुन दिनुहुन्न। असफल भयो भने फेरि नेपाल गृहयुद्धमा पर्छ। त्यसैले यो पटक कांग्रेसलाई मौका दिनुस्, हामी सम्हाल्छौं, देशलाई संविधान दिन्छौं। बाँकीले सुन्यो, सुशील कोइरालालाई संविधान सभामा पठायो र सुशील कोइरालाको नेतृत्वमा शानदार ढंगले हामीले संविधान निर्माण गर्ने काम सम्पन्न गर्यौं। तीमध्येका थुप्रै साथीहरू अहिले मञ्चमा हुनुहुन्छ। अहिलेको चुनावको मुख्य एजेन्डा के हो? अहिलेको चुनावको उद्देश्य के हो? चुनाव त 84 मा पनि हुँदै थियो, 2 वर्ष अगाडि आएको छ। दर्जनौं साथीहरूको जीवन गएको छ, नियतन युवकहरू मारिएपछि चुनाव हुँदैछ। यो चुनाव पछाडिको 5 वर्ष नेपालले के पाउनुपर्छ, वा के पाउन सक्छ वा के पाउन सक्दैन, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। यो 5 वर्ष नेपालले गएको 7 वर्ष भन्छु म, 74 सालदेखि 82 सालसम्मको 7 वर्ष, त्योभन्दा अगाडिकोलाई म फरक ढङ्गले हेर्छु। किनकि त्यो समय भनेको द्वन्द्वको समय थियो, युद्धको समय थियो। तपाईहरुलाई सबभन्दा बढी थाहा छ, तपाईहरु पहाडबाट सब युद्धबाट पीडा भोगेर यहाँ आउनुभएका साथीहरू बढी हुनुहुन्छ, तपाईहरुले भोग्नु भएको छ। त्यो बेलामा सबभन्दा ठुलो कुरा त्यो थियो। तर 74 साल पछाडिको समय हामीले प्रयोग गर्न सक्नु पर्थ्यो विकासका लागि, सुशासनका लागि। हाम्रो गति पनि ठिक भएन, हाम्रो मति पनि ठिक भएन। हामीले केवल सरकार 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 गठबन्धन, प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फेर्ने, प्रधानमन्त्री टिकाउने, यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दा भन्दै 7 वर्षको समय खेर फाल्यो। अबको यो 5 वर्षको समय के हो त? यो 5 वर्षको समय गाडी जोडले दौडाउनु पर्नेछ। गएको 7 वर्षको क्षतिलाई पनि पूर्ति गर्ने गरिकन गाडी जोडले दौडाउनु पर्नेछ। यो गाडी दौडाउने भनेको यो 5 वर्षको समयभित्र प्रत्येक नेपालीको आयलाई माथि उठाउनु पर्नेछ। खास गरिकन तन्नेरीहरूले रोजगारी खोजेका छन्, तिनले रोजगारी पाउने अवसर बनाउनु पर्नेछ। संसारभरिका लगानीकर्ताहरूले सबैभन्दा बढी लगानीको लागि आकर्षक ठाउँ नेपाल हो भन्ने बनाउनु पर्नेछ। वर्षौंदेखि नबनेका पूर्वाधारहरू जो थन्केर बसेका छन्, वो बनिरहेका छैन, तिनले अत्यन्त छोटो समयमा बनाउनु पर्नेछ। यी कामहरू सम्पन्न गर्नका लागि हामीले एक्स्ट्राअर्डिनरी भन्छ नि, सामान्य अवस्थामा असामान्य तरिकाले काम गर्नुपर्नेछ। यसका निम्ति गतिका साथ चलाउनु पर्नेछ। अब हाम्रो अगाडि छनौट छ, कांग्रेसका साथीहरूले नागरिकहरूलाई मतदातालाई गएर बताइदिनु पर्नेछ। हाम्रो अगाडि छनौट छ। नेपाली कांग्रेस पार्टी के संकल्प गरेर आएको छ भने यो 5 वर्ष सुशील कोइरालाले बनाउनु भएको संविधान भनेको बाटो, राजमार्ग हो। त्यो राजमार्गमा गएको 7 वर्षको क्षति पूर्ति गर्ने गरिकन गाडी हामी बेजोडले दौडाउँछौँ, बेजोडले, कहीँ नरोकिकन, सबैलाई लिएर फेरि गाडी, कसैलाई नछोडिकन, सबै जात जाति भाषा समुदाय सबलाई गाडीमा राखेर, युवा बुढा सबैलाई राखेर गाडी बेजोडले दौडाउँछौँ। तर गाडी दौडाएर मात्रै हुँदैन, एउटा कुराको ग्यारेन्टी चाहिन्छ। कांग्रेसको एउटा ग्यारेन्टी, गाडी दौडिन्छ, गतिमा दौडिन्छ। अर्को ग्यारेन्टी, गाडी एक्सिडेन्टमा पर्दैन। त्यो महत्त्वपूर्ण कुरा हो, सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो हो। यहाँ चटक गरेको जस्तो आएर मैले गाडी दौडाएँ भने गाडी उड्छ पनि, म सिटमा बसे भने गाडी आफै उड्छ, म सिटमा बसे भने गाडी आफै पौडिन्छ भनेर सुन्न रमाइलो हुन्छ, ताली पनि बज्छ। तर गाडी राजमार्गमै दौडाउने, गतिले दौडाउने। तर दौडाउँदै गर्दाखेरि जोखिम पनि लिनुपर्छ, स्पिड पनि चाहिन्छ। तर अर्कोतिरबाट आएको गाडीसँग नठोकियोस् भन्नको लागि सुझबुझ पनि चाहिन्छ। कहाँनिर थोरै गति कम गर्ने, कहाँनिर गति बढाउने भन्ने कुराको अनुभव पनि चाहिन्छ, उत्साह पनि चाहिन्छ, ऊर्जा पनि चाहिन्छ। त्यो उत्साह र ऊर्जा बोकेर 5 वर्ष यो देश बनाउने संकल्पका साथ नेपाली कांग्रेस उभिएको छ।
यो 5 वर्ष सुशासनको 5 वर्ष हुनेछ। कांग्रेसले प्रतिज्ञा गरेको छ 46 साल पछाडि सत्तामा बसेका प्रत्येक व्यक्ति, म पनि मन्त्री भयो, शेरबहादुर प्रधानमन्त्री हुनुभयो, हाम्रो पार्टीबाट प्रधानमन्त्री बनेको, मन्त्री भएको, अरू पार्टीबाट अरूको त हाम्रो परेपछि अरू त भयो। प्रत्येकको सम्पत्तिको छानबिन हुन्छ, प्रत्येक काण्डको छानबिन हुन्छ। र मेरै घरको आफ्नै परिवारको सदस्य पर्यो भने पनि म परेको एकजना मान्छेले पनि उन्मुक्ति पाउँदैन। कानून बनाएर गर्छ, सुशासनको संकल्प यो। संस्थाहरू बलियो बनाएर गर्छ। शिक्षाको, स्वास्थ्यको, रोजगारीको संविधानमा जे लेखिएको छ प्रत्येक कसरी गर्ने भन्ने 7 वर्षदेखि काम गरेका छौँ हामी। शिक्षामा त्यसै निशुल्क बनाउने भनेका छैनौँ। स्वास्थ्यमा 1 रुपियाँ पनि नतिरिकन अहिलेको जस्तो बिमा होइन, मैले सुरु गरेको बिमालाई अहिले धराशायी बनाइदिएका छन्। म फेरि उठाउँछु बिमालाई, अहिलेको जस्तो होइन। 1 रुपियाँ पैसा पनि अस्पतालमा उपचार गर्न सुत्दै गर्दाखेरि 1 रुपियाँ पैसा खल्तीबाट तिर्नु नपर्ने अवस्थामा 5 वर्षभित्र नेपाल पुग्छ, पुर्याउने हो। यी संकल्पहरू गरेर आएका छन्। त्यसैले मेरो साथीहरूलाई आग्रह छ, मसँग समय भयो, मेरो तपाईँहरूलाई आग्रह छ, कोलाहल छ बाहिर, हल्ला छ, सबैभन्दा बढी हल्ला सामाजिक सञ्जालमा छ। त्यसको सबैभन्दा ठुलो भिक्टिम म हो। मलाई अहिले आउँदै गर्दाखेरि अमर दाइले एउटा चिट दिनुभएको छ। तपाईले मुस्लिम समुदायको बारेमा, जनजाति समुदायको बारेमा बोलेको कुरालाई भाइरल बनाइदिएको छ। यसलाई खण्डन गर्दिनु पर्यो। म खण्डन गर्दै हिँड्दिनँ, म खुला किताब हुँ। गएको 20-25 वर्षदेखि यही राजनीतिको मैदानमा छु। कहिले विद्यार्थी कार्यकर्ताको रूपमा, कहिले संविधान सभाको रूपमा, कहिले सांसदको रूपमा, कहिले मन्त्रीका रूपमा, कुनै बेला सदनमा सिङ्गो सरकार शक्तिशाली हुँदै गर्दा एक्लै बोल्ने प्रतिपक्ष हुँ म। आफ्नै पार्टीको नेताले गलत गर्दै गर्दा पनि गलत हो भन्ने प्रतिपक्ष भएर बसेको मान्छे हुँ। त्यसैले म खण्डन गर्दै हिँड्दिनँ। किन मलाई के विश्वास छ भने नेपालमा देश र जनता यत्र नागरिकहरू छन्, ती सब मान्छेलाई हिजो संविधानमा त्यही जनजातिको, थारूको, मुस्लिमको, दलितको, महिलाको अधिकार लेख्नका लागि लडेको मात्र होइन, त्यो अधिकार लेख्ने समितिको सभापति हुँ म, संयोजक हुँ म, काम गरेर आएको हुँ। तर मैले केवल यो विषय किन मात्र उठाएको हो भने यस्तो पनि निर्वाचन हुन्छ, यसरी पनि निर्वाचन गरिन्छ। यो निर्वाचनमा त म चाहन्थे म कांग्रेसको तर्फबाट प्रस्तावित भएको उम्मेदवार, अर्को प्रत्येक पार्टीले प्रधानमन्त्रीको प्रस्तावित गरेको उम्मेदवारहरू छ, गाली गलोज केही पनि नगरिकन, एकअर्कालाई नगरिकन एउटै मञ्चमा बसेर 5 वर्ष यत्रो संविधान बनेको छ, यत्रो व्यवस्था बनाएका छौँ, तर देशको यत्रो विकासको, अहिले यहाँभित्रको बेरोजगारीका तमाम समस्याहरू समाधान गर्नका निम्ति तपाईसँग योजना के छ, कसरी गर्ने हो, हिजो के हुन सकेन कसरी गर्ने हो भन्ने बारेमा बहस गर्ने, छलफल गर्ने, एकअर्कालाई सुनाउने, सिक्ने पनि त हो नि। मैले नजानेको कुरा उहाँहरूबाट सिक्छु होला नि त। भोलि मैले जिम्मेवारी नपाए पनि भोलि अर्कोचोटिलाई तयारी गर्ने मौका हुन्थ्यो होला नि त। तर ती सबै केही पनि कुराहरू हामी नगर्ने, तर हामी मञ्चमा उभिने, त्यसपछि गएर मानिसहरूलाई थप उत्तेजित बनाउने, मानिसहरूलाई थप बर्बाद गरे, सके, पुरानोले खाए, ध्वस्त बनाए, सब सकिए, हामी आउँछौँ, चटक गर्छौँ, जादु गर्छौँ। हिजो ठ्याक्कै सम्झाउनुहोस् एकपटक, हिजो 64 सालको चुनावमा माओवादीले ठ्याक्कै यही भनेको होइन, यही भनेको होइन, बर्बाद भयो, पुरानो नेपाल खत्तम भयो, नारा थियो भित्ता भित्तामा नयाँ नेपाल, नयाँ नेपाल, नयाँ नेपाल भनेर। अनि 5 वर्ष नेपालको खेर गएन, एउटा प्रयोग खेर गएन, फेरि अर्को प्रयोग नेपालमा नगरौं। हामी आएका छौं, हामी संकल्प सहित आएका छौं, हिजो गरेको राम्रो कामहरूको जिम्मा लिएर आएका छौं, हिजो गरेका कमजोरीहरूलाई, हिजो गरेका फोहोरहरूलाई सफा गर्ने प्रतिज्ञा गरेर आएका छौं। यो 5 वर्ष कांग्रेसको नेतृत्वमा म विश्वास दिलाउन चाहन्छु। मैले प्रतिज्ञा पत्र जारी गर्दा गर्दा भनेको छु, 5 वर्ष मौका दिनुहोस्। फागुनमा चुनाव हुन्छ, वैशाख 1 गते कांग्रेसको तर्फबाट देशवासीको अगाडि म कार्यक्रम सुनाउँछु। 5 वर्षको होइन, जम्मा 1 महिनाको, वैशाख भरि के गर्ने भन्ने कार्यक्रम सुनाउँछु। फेरि जेठ 1 गते आउँछु, फेरि देशवासीको अगाडि उभिन्छु र वैशाख 1 गते यो काम भयो, यो काम भयो, यो काम भयो, यो कानून बन्यो, यो व्यवस्था भयो, यसरी गरियो, यति नयाँ रोजगारी थप्ने आधार बन्यो, शिक्षामा यो भयो, स्वास्थ्यमा यो भयो, खेती किसानीको लागि यो भयो, मल ल्याउनको लागि यो गरियो। यी तमाम कुराहरू 1 महिनाको लक्ष्य राखेर गर्छौं र भन्छौं। फेरि जेठको कामलाई असारमा भन्छौं। कामलाई
प्रतिस्पर्धालाई नयाँ गतिमा लिएर जाने, नयाँ युगमा नेपालको राजनीतिलाई प्रवेश गराउने। त्यसैले मेरो आग्रह छ, फेरि अर्को प्रयोग गर्ने होइन। हामी देशलाई सुधार्छौँ, ग्यारेन्टी हो। चुप बस्दैनौँ। पेटमा भोक छ, आँखामा सपना छ, यहाँभित्र संकल्प छ, तर सँगसँगै धैर्यता पनि छ, सँगसँगै सुझबुझ पनि छ। उत्तेजना मात्र होइन, आवेग मात्र होइन, विवेक पनि छ। उत्तेजना मात्र होइन, चेतना पनि छ। यसलाई सम्हालेर गर्छ। यो सम्हालेर गर्ने कुराको सन्दर्भमा लिएर जाँदै गर्दा महिलाको अधिकार, दलितको अधिकार, अल्पसंख्यकको अधिकार, मुस्लिमको अधिकार, थारूको अधिकार, तपाईहरु जस्तो बसाई सराई गरेर आएका मानिसहरूका दुःख, मधेसको अधिकार, ती सबै अधिकारहरू लडेर आएका कुराहरूलाई छिन्न भिन्न नपारिकन सबैलाई सम्हालेर लिएर गएर 5 वर्ष नेपालले हिजो प्राप्त गुमाएका वर्षौंको क्षतिपूर्ति गर्ने गरिकन काम गर्छौं। यो संकल्पका साथ मैदानमा आएका छौं। म बाँकेको तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु, यो पटक तपाईले तीनटै उम्मेदवार आज यहाँ हुनुहुन्छ। बर्दियाको एकजना उम्मेदवार आउनु भएको छ, अर्को किशोर सिंह राठौर उम्मेदवार हुनुहुन्छ। पछाडि बस्नु मैले देखिन छु। मैले बर्दियाको किशोर सिंह राठौर पनि आदरणीय नेता यहाँ हुनुहुन्छ। सबै उम्मेदवारहरूलाई तपाईहरुले अत्यधिक मत दिएर विजयी गराउन म आग्रह गर्न चाहन्छु। पार्टीको साथीहरूलाई पनि कुनै अलमल नराखिकन हामी सबै एक ठाउँमा छौं, हामी सबै एक ढिक्का छौं। हाम्रै पार्टी हो। पार्टीभित्र सामान्य अनुमानका कुराहरू हुन्छन्। यत्रो ठूलो पुरानो पार्टीहरूमा फागुन 21 गतेपछि पनि सँगै हिँड्नु पर्नेछ। हिजोका नेताहरूले गर्नुभएको सबै राम्रा कामहरू हाम्रा सम्पत्ति हुन्, हाम्रो नेताहरू हो। हामीले हिजो गरेका गलत कामहरू, फोहोर कुराहरूलाई हामीले सफा गर्ने नै हो, हाम्रो जिम्मेवारी पनि। कांग्रेस यसरी हामी कांग्रेस आफूलाई पनि बदलेर सफा गर्दै हिजो 7 सालमा गरेको जस्तो, 15 सालमा गरेको जस्तो, 48 सालमा गरेको जस्तो कामको जिम्मा लिन्छौं भनेर आएको बेलामा यो पटक दायाँ बायाँ नगरिकन, अलमल नगरिकन यो 5 वर्षलाई विकासको 5 वर्ष, यो 5 वर्षलाई सुशासनको 5 वर्ष, यो 5 वर्षलाई उत्तेजनाको 5 वर्ष होइन, घृणाको 5 वर्ष होइन, प्रतिशोधको 5 वर्ष होइन, 5 वर्षलाई निर्माणको 5 वर्ष, यो 5 वर्षलाई सहकार्यको 5 वर्ष, यो 5 वर्षलाई समुन्नतिको 5 वर्ष बनाउनका निम्ति तपाईहरु सबै एक ढिक्का भएर लागेर कांग्रेसलाई अत्यधिक मतले विजयी गराउनका निम्ति सबै साथीहरूलाई आग्रह गर्छु। अब आज यो कार्यक्रम पछाडि तपाईहरु सबै बाँकेको साथी बाँकेमा, बर्दियाको साथी बर्दियामा, पहाडबाट कोही आउनु भएको छ आफ्नो ठाउँमा फर्किहाल्नुस्, कोही साथी घरमा नबस्नु होला, कोही साथी बेलुका गएर युट्युबमा राख्नुस्, बेलुका गएर फेसबुकमा लेख्नुस्, कसैको आलोचना नगर्नु, आफ्नो कुरा राख्नुस्। तर गोडा पनि छन्, गोडा चलाएर मतदाताको घरमा पनि पुग्नुस्, हात छन् दुई हात गएर जोड्नुस्, गएर संवाद गर्नुस्। केवल यो भाडोको मात्र भर पर्यो भने पछाडि परिन्छ। किनकि यो भाडो कसको पक्षमा हुन्छ? घृणा फैलाउनेको पक्षमा हुन्छ, उत्तेजनाको राजनीति गर्ने संसारभरि देखाएको छ। संसारभरि अलग दिनको पोलिटिक्स जहिले पनि कसको पक्षमा हुन्छ? घृणाको राजनीति गर्नेको पक्षमा हुन्छ, निषेधको राजनीति गर्नेको पक्षमा हुन्छ। निर्माणको राजनीति गर्नेलाई, सृजनाको राजनीति गर्नेलाई गाह्रै हुन्छ। तर हामीले गर्नुपर्नेछ। आफ्नो कुरा भनौं, लेखौं, बोलौं, राखौं, तर सँगसँगै पार्टीको सबभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो। त्यो ताकत प्रयोग गरेर घर घर पनि जाउँ, हात पनि जोडौं, सबै साथीहरूको संवाद पनि गरौं। 5-7 दिनको समय भनेको थोरै समय होइन। निर्वाचन त बल्ल सुरु हुँदैछ, अहिले बल्ल सुरु हुँदैछ। किनकि मैले पाएको छु सयौं मतदाताहरू अहिले नेपाली कांग्रेसलाई मत हाल्न चाहिराख्नु भएको छ, तर एकपटक कुरा गर्न चाहनु भएको छ। एउटा दुईटा प्रश्न छ, एउटा दुईटा संशय छ। तपाई जानुभयो, कुरा गर्नुभयो, घरमा गएर भन्नुभयो, ढुक्क बनाउनुभयो, जिम्मा लिनुभयो। म यो गगन थापा गएर भन्नुस्, तपाईले गएर म जिम्मा लिन्छु भनेर भन्नुस्, म तपाईलाई निराश बनाउँदिन। म तपाई एकजना निराश बनाउँदिन। म यो उम्मेदवार गएर भन्नुस्, यी उम्मेदवार साथीहरू भोलि सांसद भनेर आउँदै गर्दा सबैलाई समेटेर लिएर जाने त्यो मेरो जिम्मेवारी हो। हामीले सामूहिक रूपमा काम गर्ने हो, तर तपाई प्रत्येक साथीले त्यो हिम्मत राखेर, विश्वास राखेर काम गर्नुपर्ने छ। गर्नुहुन्छ भने विश्वास राख्दै, बाँकेर बर्दिया दुईटैबाट उत्कृष्ट परिणाम दिनुहुन्छ भने विश्वास राख्दै मेरो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।